हेलो एभ्रिवान, नमस्ते। र अब चाहिँ हाम्रो डिनर टाइम भयो है। डिनर टाइम भयो हाम्रो चाहिँ हो। डिनरमा चाहिँ मैले के बनाएँ, मैले होइन मेरो हस्बेन्डले बनाउनु भयो। पर्खिनु न, मेरो हस्बेन्डले बनाउनु भयो डिनरमा चाहिँ है। के बनाउनु भयो म देखाउँछु ल तपाईँहरूलाई। आलुदम, चिकन र के भन्छ यो घिउ सिबी, धोक्रे खोर्सानीको अचार भनौँ के भनौँ, डल्ले खोर्सानी, यहाँ छ चिकन अनि गुन्द्रुकको झोल। यहाँ छ गुन्द्रुकको झोल। अब चाहिँ यहाँ चाहिँ मेरो बुढाले खानु हुँदैछ। कस्तो भएछ बाबा? ए बेसी खानु नखानु है पिरोहरू। तमी ल अब म पनि सुरु गर्छु ल। गाइस अब चाहिँ सुरु गर्छु है। खाना कस्तो भयो म भन्छु ल। पहिला चाहिँ म चिकन टेस्ट गर्छु, किनकि यो चिकन चाहिँ मेरो हस्बेन्डले बनाउनु भएको। कस्तो मिठो भएछ, दामी भएछ। यो चाहिँ हो धोक्रे खोर्सानी। मिठो भएछ। अन्त तपाईँहरूलाई देखाउँछु ल। अघि म मार्केट गएँ भने नि पिक्कल लिएर आएको छु। यहाँ घरमा अलरेडी छ हाम्रो पिक्कल, तर अलिकति यो कस्तो छ नि यो पनि टेस्ट गर्छु भनेर अलिकति लिएर आएको। नखानु ल आज त, बिहान खानु। ओके गाइस, अब हामी खाना खानु आँटेको। बाई बाई। अब तपाईँहरूलाई म नेक्स्ट भिडियोमा भेट्छु। के भन्नु छ? बाई बाई।